यहाँहरू सबैमा नमस्ते अनि जदौ म धर्मराज नेउपाने आज विश्वभरि भयावह रूपमा फैलिरहेको यस कोरोना भाइरसले संसारलाई नै स्तब्ध तुल्याएको छ, संसारलाई नै ठप्प पारेको छ, संसार नै बन्दीको अवस्थामा छ। यो परिस्थितिमा हामी सम्पूर्ण नेपाली दाजुभाइहरू दिदीबहिनीहरू जो देशमा रोजगार नपाएर विदेशमा बसिरहेका छौँ, यहाँहरूले भोग्नु परेका वर्तमान पीडाहरू समस्याहरू त छँदैछन्। जुन हामी चाहिँ अहिले बन्दी जस्तै जीवन बिताइरहेको अवस्था छ, यो अवस्थालाई धैर्य गरेर यसको नियन्त्रण हुन्जेलसम्मका लागि नहुन्जेलसम्मका लागि यसलाई चाहिँ धैर्य गरेर बस्नुहुनेछ र आफ्नो प्यारो मातृभूमिमा यदि हामी बाँच्यौँ भने पक्कै पनि हामी आफ्नो प्यारो मातृभूमिमा पुनः फर्किन पाउनेछौँ भन्ने यहाँहरूलाई चाहिँ आग्रह गर्दै यस विश्वभरिमा फैलिएको यस रोग महामारीको विरुद्धमा संसारले विश्वले नै गरेको जो लकडाउन जुन छ यसलाई चाहिँ पालना गर्नुहुनेछ। बन्दीको रूपमा नभएर म चाहिँ सुरक्षाको दृष्टिकोणले बन्दी भएर बसेको छु, कोठामा लकडाउन भएर बसेको छु, क्वारेन्टाइनमा बसेको छु, सुरक्षित बसेको छु भन्ने यहाँहरूले चाहिँ सोच्नुहुनेछ भन्ने यहाँहरूमाझ राख्दै म यहाँहरूकै कथा व्यथालाई समेटेर एउटा सानो एउटा गीत तयार गरेको छु। यस गीतलाई यहाँहरूले चाहिँ सबैले देश विदेशमा रहनुहुने सबैले हेर्नुहुनेछ, मन पराइदिनुहुनेछ र मेरो यो गीतलाई आफ्नै म्युजिक च्यानल म्युजिक मिडिया मेरो आफ्नै चाहिँ यो युट्युब च्यानल छ, म्युजिक मिडिया मार्फत यहाँहरूमा आउने यो यसलाई चाहिँ प्रसारण गर्ने सब्सक्राइब गर्ने म यहाँहरूमाझ राख्दै म यो गीत यहाँहरूको कथा व्यथालाई समेटिएको यो गीत म यहाँहरूमा चाहिँ राख्न चाहन्छु, स्वीकार्नुहोस्। यो जीवनको छैन नि भारा, छैन नि भारा, जताततै कोरोनाको डर, कोठाभित्रै बन्दी बनेछु। बाँचे भने ज्यान मारा रोगबाट, घर फर्की आउँला भनेछु। बाँचे भने ज्यान मारा रोगबाट, घर फर्की आउँला भनेछु। धान कमाउन परदेशमा आएको, परदेशमा आएको, दुःखमाथि झन् दुःख पाएको। कोलाई सुनाऊ मनको यो पीरा, बाँचे भने कोरोना रोगबाट, फर्की आउँछु आफ्नै गाउँतिर। बाँचे भने कोरोना रोगबाट, फर्की आउँछु आफ्नै गाउँतिर। रोजगार नपाई मुगुलानमा आएको, मुगुलानमा आएको, लकडाउनले काम गर्नै नपाएको। यता पनि बेथा साह्रो छ, पैसा पठाऊ नभन्नु यसपालि, आफैलाई बाँच्न गाह्रो छ। पैसा पठाऊ नभन्नु यसपालि, आफैलाई बाँच्न गाह्रो छ। सुको पैसा छैन नि घरमा,
छैन नि घरमा बालबच्चा नि मेरै भरमा बुझेकै छु घरको वेदना बाँचेपछि धन कमाई आउने छु फैलाउनु है गाउँमा चेतना बाँचेपछि धन कमाई आउने छु फैलाउनु है गाउँमा चेतना बाँचेपछि धन कमाई आउने छु फैलाउनु है गाउँमा चेतना फैलाउनु है गाउँमा चेतना